जब मेरो दाइ गाउँबाट आउनुहुन्छ नि सर, दाइले जे भन्नुहुन्छ, दाइलाई के खाने मन लाग्छ, के गर्ने मन लाग्छ, दाइले जे भन्नुहुन्छ त्यो तुरुन्तै हुन पर्यो, बुझ्यौ? मेरो दाइलाई चाहिँ केही कमी हुन भएन यहाँ हाम्रो उसमा घरमा आएर। कुरा बुझ्यौ कि नै? दाइ तपाईलाई के खाने मन लाग्छ भन्नुस्? आज मासु भात खाम। दाइलाई चाहिँ मासु भात खाने मन लाग्छ रे। खुरुक्क गएर अलि भुटेर पर 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 भुटेको मासु ल्याइदिनु पर्यो। जाऊ। यहाँ बस। राम्रो, यति राम्रो। बुढीलाई यतिको ठाउँमा चाहिँ राख्नुपर्छ। राम्रो। म त यस्तै हो दाइ। बुढी त म भनेपछि त थुरुरुरुरुरुरु काम छ। एक थप्पड हानेर आउँ क्या अझै पर्दैन। ठीक। म त एकदम छिटो खाना बनाएर ल्याएर यतिको ठाउँमा राख्नै पर्छ। तर दाइ मलाई 4000 रुपैयाँ चाहिएको थियो। यतिको 4000 ले 5000 लिएर जाऊ। अस्ते पैसा धेरै भएर दाइको फेरि कता कता राख्नुहुन्छ? दाइको फेरि सानैदेखि पर्सको कुनै काप्चा लुकाउने बानी। कता लुकाउनु भयो? ल अस्ते तँलाई 25 मलाई 25 मलाई 25 है मलाई 3000 चाहिन्छ। तपाईको मैले त्यतिखेर कति कुरा सुन्नु थाहा छ? मलाई कति रिस उठ्यो, पारा ताते थियो के। लो अब फेरि आउँदा फेरि दाइसँग 10000 रुपैयाँ लिने केही छैन। बरु त्यतिखेर पड्काइदिन मिल्ने भए ओके छ। तिमीलाई पड्काइदिनु पनि हुन्छ नि। केही छैन पैसा चाहिँ निकाल्न पर्यो ल। ठीक छ। 10000 माग्दाखेरि चाहिँ 5-5000 लगाउनु। हुन्न त्यसको त तपाईलाई 2 मलाई 8। तर मैले त्यति तिमीलाई हान्न पनि सक्छु है। ओके छ त ओके छ। दुईजना मिलेर मलाई चुने नै लगाएछ नि।